हेलो गुड मर्निङ गाइज। के छ खबर? सबैभन्दा पहिला सबैलाई ह्याप्पी तिहार। कस्तो चलिरहेछ? जो म नि अब टिका लाग्न टिका थाप्न जाँदैछु दिदीकोमा बहिनीकोमा। हेरौँ अब बुवा गइसक्नु हो, बाइक निस्किसकेको छ। अङ्कल गाडी लिन आउने भन्दा थियो, त्यो गाडीमा चढ्नुपर्छ जानुपर्छ। आमा पनि टिका थाप्न माथि जानुहुन्छ है मामाको घर। टिका थाप्ने लाउने भने एउटै हो क्या? टिका थाप्ने त भन्छ नि त। ए तपाईँले पो लगाउने होला त, हामीले त थाप्ने त होला त नि। बहिनीहरू दिदीहरूले लगाइदिने जे भए नि, दिदी बहिनीहरूले लगाइदिन्छन्, हामी त टिका थाप्ने त भन्छ होला है। त्यही हो। सो गएर जाँदा छ लुगा कस्तो लाग्यो त यस्तै हो। सो लाग्दैछु म चाहिँ ल आमा माथि भेटौँ ल हामी। होला आमा हस् ओके। राति एकछिन पानी परेको थियो क्या हाम्रोतिर त। मैले सोचिरहेको थिएँ कि ल आज पनि पुरै दसैँको जस्तो पानी पर्ने भयो, हिले राख्ने भयो, झ्याउ लाग्ने जस्तो लागेको थियो। तर भगवान्को कृपाले त्यस्तो चाहिँ भएन, पानी सानी परेको छैन। एकदम आनन्दको मौसम छ। हल्का हल्का चिसो छ त्यति चिसो छैन क्या। यति त मजा हान्ने खालको हुन्छ। त्यो चिसो भन्दा पनि ठिक्कको के हुन्छ नि, के भन्छ त्यसलाई, जस ठिक्क भयो। घामलाई अहिले चाहिँ न्यानो भइरहेछ कि, त्यस्तो गर्मी पनि छैन। जाँदै हो म चाहिँ अब यो खोला हाम्रो माछा मार्ने खोला। उता चाहिँ पारिपट्टि चाहिँ स्याबाङ भन्छन्। कस्तो दामी, दुई चारवटा घर छन्। हाम्रो छेउमा मात्रै एउटा मात्रै घर हाम्रो। यहाँ माथि छन् दुईवटा घर। सोफिया हे जो मामाको आइसक्यो रङ्गोली। यहाँ रङ्गोली पनि रहेछ घर। अनि त्यहाँ हुनुहुन्छ ब्लगरमा। ओके हाँस्नु त एकचोटि के भनिदिनु त, तिहारको के भनिदिनु त। हामी दिदीको घरमा आइसक्यौँ। हामी चाहिँ अगाडि मौसम कस्तो थियो कि उता चाहिँ पुरै क्लिन, यहाँ चाहिँ यस्तो पानी पर्ला जस्तो भइसक्यो। उता पारिपट्टि पानी परिरहेको, यहाँ यस्तो हालत छ मौसम। अनि घर यही हो हाम्रो दिदीको माइक। यो कति राम्रो क्युट कुकुर पालेको रहेछन् क्या हेर्नु है। हात्ती खान्छस्, हात खाने मान्छेलाई डन पल्यो यत्रो साबु फुच्चिने। हात्ती गुड। कति क्युट पपी छ। पानी परिरह्यो सायद भएन। कति बजी छ यहाँ, कति बजी भन्थ्यो यार थाहा छैन। जे भयो नि यति बजिरहेको यस्तो पानी परिरहेको एक्कासी। हो अब टिका सिका लाग्छ अरू सायद पछि चाहिँ हामी घरमा चाहिँ आइसक्यौँ हामी। ल जानुपर्छ। भाइ पनि उता सानो पुरानो काम हुन्छ गएर मेरो अर्को कुमन भाइ यहाँको। यस्तो देखिरहेको क्या मौसम भयो। अब हिजो अस्तिसम्म केही थिएन क्या, पानी पर्छ यताउति होला जस्तो केही थिएन। आज त एक्कासी पानी परिरहेको। आज पनि राति एकछिन परेको थियो होइन, गडाङगुडुङ मात्रै गएर पानी पर्दैन जस्तो लागेको थियो। ल बिहानसम्म पनि थिएन क्या, अब त्यति गडाङगुडुङ मात्रै होला पानी नपर्ला भनेर सोचिरहेको थिएँ। अहिले त यस्तो पानी परेर ल म घरबाट निस्किँदा पनि कस्तो घाम टलक्क टल्किएर यताउति छैन पानी परेर। सो अब एकछिनमा खानपिन खाइन्छ, हामी चाहिँ खानासाना खान्छौँ लाग्नुपर्छ। खाइसक्यो हामीले। अनि टिकाको सायद नि भइसक्यो। तपाईँहरू चाहिँ खाना खाएर लाउनु चाहिँ नखाएर लाउँछ त्यो चाहिँ भन्नु होला। अगाडि एकछिनसम्म पानी पर्ला जस्तो गरेको थियो, अनि फेरि यस्तो घाम लाग्यो। ल के हो यो भन्न सकिएन के हुँदैछ के हो। अब एकछिनमा टिका लाउने प्लान छ हाम्रो। भन्दाखेरि दिदीहरू ढोकामा यसो लगाएर चाहिँ लगाउनु सक्नुहुन्छ यतातिर घुमाएर थालेपछि।
भन्छु यस्तो देखिरहेको पुरै डेन्जर पानी पर्छ कि आज जस्तो लागिरहेको थियो अगाडि हेर्दाखेरि एकछिन अगाडि अनि फेरि अहिले चाहिँ फेरि यति चर्को घाम लागेको छ अनि रुकुमको सल्ले एयरपोर्ट भने त्यो एयरपोर्ट यहाँ यस्तो देखिरहेको अनि त्यो एयरपोर्ट हो यहाँ रुकुम खलङ्गाई हो यो डाँडो हो यो दाइ अहिले बसिरहेको यहाँ मठ भन्छ अनि यो निलो निलो एरिया चाहिँ सशस्त्र पर्खरीको ब्यारेको त्यस्तै छ यो कभर हल रुकुमको बुढा टाकुरा मेला महोत्सव त्यहाँ हुन्छ त्यही छ यहाँ खलङ्गामा अलि धेरै ठुलो खाल ठाउँ भनेको अब टिकामा लागिन्छ होला हामी हेर्दै जाउँ अनि यस्तो छ घर चाहिँ धोकामा लगाउने हुन्थ्यो पहिला त पहिला फाल्ने पछि लाउने यता छिटो उमेश सबै यहाँ तल बस कति अग्लो ल तपाईँ त्यो त छोरालाई गरिदिएको त खै मैले फालिन आउँछ अब भइजाऊ अब तिमीहरू ल टाटा निस्केको है बाई बाई दिउँ ल ओ तिमीहरूको मलाई नम्बर म्यासेज गरिदियो त नम्बर छैन म हो क्या छैन क्या त्यही भएर म तिमीहरूलाई फोन गरेँ होइन तिमीहरूको नम्बर मेरो नम्बर तिमीहरूसँग छ त्यो फोन गर है मलाई मिस कल थियो ल गाइज घर निस्किन लाग्यो हामी घरतिर टाटा बाई बाई कोसेली हाल्यो केटा मान्छेले बुढा सकेन कि ल निस्किन लाग्यो घर जान लाग्यो हामी अब सोफिया बहिनीको टिका हातबाट टिका लाउनु पर्छ बाई बाई ल गयो अब त अटो आइरहेको अरे अटो कुर्ने एकछिनमा हामी चल्दिन्छौँ हामी घरतिर ल्याउनु त यहाँ लैजान्न भन्दा छोरी बहिनीको भनेर यहाँ हात लगाइसक्यो त्यस्तै केही छैन सो लेट्स गो टिका लाउन आइसक्यो हामी घरमा यहाँको तयारी यस्तो छ खै सोफिया सोफिया बहिनी छिटो टिका लाउने हामीलाई टिकट लगाइदिने होइन तिमी आऊ टिकट लगाइदिने तिमी हामीलाई आऊ छिटो सोफिया बहिनीको टिका लाउनु भयो भानी आन्टीहरू हुन्छ आमाहरू बाजे है आन्टी यस्तो भइरहेछ है यहाँ तयारी कति जान्दैन भिडियोमा सोफिया बहिनीको हातबाट टिका लगाइसक्यो हामीले अब बहिनीसँग यस्तो मैले टक्क लाएर 1 सेकेन्ड सबैलाई ह्याप्पी तिहार सो थ्याङ्क्स फर वाचिङ आजको ब्लग यही सकिन्छ